कुवेतमा अहिले पछिल्लो समय 75 केडीको कुरा, हजुर, जुनै संस्था कार्यक्रममा जानुहोस् 75 केडी स्यालेरी कम भयो भन्ने कुराहरू छ। जहाँ जानुहोस् कुवेतमा 2 जना नेपाली बसेर कुरा हुँदाखेरि यो विषयमा कुरा हुन्छ नि। हजुर, हाम्रो पछिल्लो यो पोडकास्टको संवादहरूमा पनि यो विषयमा अत्यन्तै धेरै कुराकानीहरू भए। हजुर, अब हजुर आज यहाँ आउँदै गर्दाखेरि चाहिँ जति पनि डिमान्ड जान्छ भाया दूतावास भएर जान्छ नि त, अथवा दूतावासले प्रमाणीकरण गर्छ अथवा हेर्छ, त्यसको एउटा मेकानिजम होला। हजुर, 75 केडी कुवेत गभर्मेन्टले भनेको कारणले तपाईँहरूले पनि आँखा चिम्लेर सेङ्सन गरेर ओके भनेर नेपालतिर ठेलिदिनुहुन्छ या केही प्रश्न गर्नुहुन्छ त्यो सम्बन्धित रोजगारदातालाई कि यो 75 केडी कम भयो, यसमा वाट आर द फेसिलिटिज, अरू थप सुविधाहरू के दिनुहुन्छ भनेर गर्नुहुन्छ कि अथवा त्यत्तिकै गर्ने यो पहिलादेखिको चलन हो कि तपाईँहरूले पनि आँखा चिम्लेर होस् भनेर छोडिदिनु भयो? यस्तो छ, यो जुन 75 केडी भन्नुभयो, यो 75 केडीमा चाहिँ राजदूतावासले गर्ने गरेको छैन। यो भए पनि यो 85 केडी हो र 85 केडी। हजुर, 85 केडी। र यसलाई अब आम जनमानसमा के छ भने राजदूतावासले धेरै बढायो भने त हुन्छ होला नि त भन्ने त लाग्न सक्छ। 120 किन नगराएको, 150 किन नगराएको? अब यो त कस्तो हो भने यसमा धेरै स्टेक होल्डर्सहरू हुन्छ। श्रम शक्ति लिने कम्पनी, बिचमा श्रमिकहरूको बारेमा काम गर्ने ह्युमन रिसोर्स र जबको एस्पिरेन्ट हाम्रो युवाहरू साथीहरू हुनुहुन्छ जो हुनुहुन्छ, उहाँहरूले आफ्नो भ्यालुएसन गर्ने कुरा। अब यी सम्पूर्ण पक्षहरू रहेका छन्। नेपाल सरकारले फ्री भिसा फ्री टिकटको नीति अपनाएको छ, यसको बारेमा तपाईँ जानकार हुनुहुन्छ। हाम्रो राजदूतावासले जुन एटेस्टेसन गर्ने प्रक्रिया छ त्यो चाहिँ 85 केडी 75 केडीको गरेको छैन मैले जाने बुझेसम्म। र यसलाई चाहिँ अझै अगाडि बढाउने, यसमा समस्या आएको खण्डमा हामीले एड्रेस गर्ने गरेको छौँ। र यो थप यसको कुवेतमा अझै बढी पेमेन्ट भएको अथवा रोजगारको धेरै क्षेत्रहरू सम्भाव्यता भएको अथवा यहाँको अवस्थाहरूको बारेमा हामीले एउटा एक प्रकारको रिपोर्ट हाम्रो आवधिक रूपमा हाम्रो मन्त्रालयलाई, सम्बन्धित तालुक क्षेत्रलाई हामीले जहाँ बुझाउनु पर्ने हो हामीले रिपोर्टिङ गरिरहेकै अवस्था छ। र पोलिसीको कुराहरू तपाईँलाई थाहा छ, अब राजदूतावासले मात्रै एक्लै निर्णय गर्ने कुरा हुँदैन। हामीले सम्बन्धित निकायहरूमा यो कुराहरू रिपोर्टिङ गरिरहेका हुन्छौँ। अब यसको बारेमा चाहिँ मैले यति नै भन्न खोजेँ। अब यसमा प्रेम सर, जस्तै कुनै ए भन्ने कम्पनीबाट डिमान्ड आयो, त्यसलाई सम्बन्धित कम्पनीबाट दूतावासमा पहिलो डकुमेन्ट जान्छ नि त। हजुर, त्यो जाँदाखेरि 75 केडी नै हो। तपाईँले 85 केडी भन्नुभयो, त नयाँ कुरा सुने फेरि मैले आफूले त्यो पर्सनली है। अब यो 85 केडीकै कुरा आउँदाखेरि पनि कसरी 10 केडी कहाँ माइन्डले ल्याप्सेस भयो? यदि त्यस्तो छ भने उहाँहरू चाहिँ राजदूतावासमा आउनु पर्यो र मैले पाउने सेवा सुविधा यो हो, मेरो कन्ट्याक्ट यो हो र मैले पाइरहेको सेवा सुविधा चाहिँ थोरै भयो, यसमा चाहिँ यो एड्रेस गरिदिनु पर्यो भनेर उहाँहरूले राजदूतावासमा हामीसँग आउनु पर्यो। हामीले एड्रेस गर्छौँ कहाँनिर उहाँहरूको कमी भएको हो। हामीसँग श्रमको हेर्ने श्रम सहचारी सर हुनुहुन्छ दूतावासमा, हामीले उहाँहरूको समस्या सहजीकरण गर्न चाहिँ। अब जस्तै 85 केडीको डिमान्ड आयो, त्यसमा थप एडिसनल सुविधाहरू के हुन्छ श्रमिकलाई कुवेतमा पछिल्लो समयमा दिने तपाईँ आइकनको अनुभवमा? यस्तो छ, यो प्रमाणीकरणको काम म तपाईँलाई डकुमेन्ट आउँछ साइन गरेर नेपालतिर पठाउने हो कि के? प्रोसेस पनि बुझ्नु न थोरै। यस्तो छ, हेर्नुहोस्, यसको प्रक्रियाको कुराहरू चाहिँ हाम्रो वेबसाइटमा पनि छ है। अब यसमा चाहिँ नेपाल सरकारको नीति अनुसार तय गरिएका विषयवस्तुहरू राखेर त्यसमा हामी मन्जुर छौँ, ओके छौँ भनेर यहाँको रोजगारदाताले सिग्नेचर गरेर दिइसकेपछि अगाडि बढ्ने हो प्रक्रियाको कुरा। तपाईँले भने जस्तो डकुमेन्ट आउँदा बित्तिकै सिग्नेचर गरेर अगाडि बढाउने भन्ने त्यस्तो हुँदैन। त्यसमा हेर्नुपर्ने सर्टेन मापदण्ड राजदूतावासले अवश्य हेरेको हुन्छ। तर कुरा के हो भने यसमा पनि समस्या छ। यसमा पनि यो तलब 75 केडीको मात्रै, यहाँ त अझ 120, 150, 200 खाने पनि त हुनुहुन्छ। उहाँहरूको कुरा हामी किन गर्दैनौँ? त्यो डिमान्ड लिएर जाने अथवा त्यो सेक्टरलाई अगाडि बढाउन हामीले के गर्न सकिन्छ होला? यहाँ ह्युमन रिसोर्समा काम गर्ने साथीहरूले
सजेस्ट गर्न सक्नुहुन्छ अथवा यस क्षेत्र यो अझै हाई स्किल अथवा हाई पेमेन्टका क्षेत्रहरू के हुन सक्छन्, कसरी अगाडि बढाउन सकिन्छ, त्यसको बारेमा चाहिँ हामीले सम्भाव्यता क्षेत्र खोज्न सकिन्छ। अब यो हामीले 75 केडी भनेको त एउटा एक लेभलले हामीले एउटा यो कुराहरू उहाँहरूले उठाउनु भयो। यसैबाट यात्रा गरेर आज करियर राम्रो भएको, अगाडि बढाएको होइन र इस्टाब्लिस भएको व्यक्ति पनि हुनुहुन्छ। जहाँसम्म तपाईँले 75 केडीको कुरा भन्नुभयो, यो चाहिँ 85 केडी भन्दा तलको भएको छैन र यसबारेमा म चाहिँ यो तपाईँलाई फ्रेङ्कली नै भनौँ, श्रम सेक्टरको हाम्रो यसबारेमा चाहिँ हाम्रो स्पेसिफिक ज्ञान भनेको हाम्रो श्रम सहचारीज्यू श्रम मन्त्रालय अन्तर्गत यावत उहाँको डिटेलहरू उहाँहरूलाई थाहा हुन्छ। अब हजुर एकदमै बुझ्न सक्नुहुन्छ। तपाईँलाई अझ क्लियर हुने गरी उहाँले भनिसकेपछि